दाइले बोलेसक्यो म जान्छु दाइसँग ओ हेर्नु त कस्तो बेहोरा देखाएको साथी बेहोरा त नदेखाउनु यसरी दिदीहरू बहिनीहरू फर्स्ट टाइम आएको छ अलिकति जिस्किँदा तपाईँ मसँग तपाईँको डिस्किस परेछ साथी जाने कुरा गरेर म जादिन जान्छु छोड्नु मेरो पनि छोडु भन्दैछु त्यो खालको आएन रहेछ भिडियो त लो ओ फाटेको रहेछ सो गाइस यहाँ चाहिँ देख्नु सक्नु ओए कहाँ हान्छ उसले चाहिँ अब तारलाई देख्नु सक्नु ल हेर हेलो नमस्ते म फ्रेस ब्लग लिएर अहिले चाहिँ हामी चाहिँ म र मेरो साथी चाहिँ जाँदै सबैलाई फर्स्ट अफ अल सबैलाई ह्याप्पी न्यू इयर होइन सबैजना हेल्दी हुनु उन्नति प्रगति गर्नु होइन अब चाहिँ हामी चाहिँ यहाँ एउटा हामी चाहिँ घुम्ने ठाउँमा जाँदैछौँ म त्योहरूलाई देखाइहाल्छु ल सो त्यही हो सो लगाइ चल चाहिँ हामी फाइनली यहाँ यो ठाउँमा आइसकेको छ दा यो ठाउँको नाम के हो दमक फन पार्क सो गाई चल चाहिँ हामी दमक फन पार्क आइसकेको छ देख्नु सक्नुहुन्छ अहिले यस्तो देख्यो भने नाइटमा चाहिँ यस्तो खुङखार टिकट दिदी टिकट टिकट ऊ त्यो हो कि क्या ऊ सो गाई चल चाहिँ अब हामी ए सो यहाँ चाहिँ अहिले यस्तो छ राति भित्र गएपछि चाहिँ फेरि राति त यस्तो खुङखार बल्छ नि होइन बबाल होइन दाइ अलिक राति राति भएपछि बबाल देखिन्छ होइन सो गाई त अब चाहिँ हामी एन्ट्री भइसकेको छ वा देख्नु सक्नुहुन्छ वा बबाल टु मच सो गाइस अहिले चाहिँ म जाँदैछु यहाँ बिस्तारै लड्ला फेरि त्यहाँबाट छिर्रा हो हौ माथि माथि होला हौ के माथि माथि त्यहाँबाट छिर्दै यसरी छिर्न अनि आन्दिन त म त छिर्न गर्ने हो कि छिर्नु न होइन होला अब त्यहाँबाट चाहिँ कसरी निस्किनु होइन माथि माथि होला होइन माथि कहाँ टेक्छ मान्छेले अनि यहाँ चाहिँ कसरी छिर्नु यार म सानो भएर छिर्नु न आँदैन नि साथी अड्छौ हो त्यसरी यहाँ अब पुरै लियोपार्ड कालो लियोपार्ड यहाँ हेर्नु सक्नुहुन्छ मोटे चाहिँ यसरी जाँदैछ मोटे भाइ चाहिँ साथी जुत्ता यता आउनु त साथी जुत्ता कसैको चाहिँ जुत्ता अड्केर भयङ्कर छु लु ल निस्क्यो त्यही हेर्न सक्नुहुन्छ यहाँ अभिषेकको चाहिँ चर्ती कला तपाईँहरूलाई देखाउँछु म यहाँ चर्ती कला हुँदैछ यहाँ चाहिँ डाइरेक्ट यहाँबाट आएको हुन्थ्यो लु सो गाइस यो पार्ट 2 निमाजीहरू कहाँ कुन देश घुम्दैछ सो गाइस म चाहिँ अब यहाँ आइसक्छु यहाँबाट म तल झरेर देखाउँछु गाइस रेडी अड्किरहेको छ मान्छे एकैचोटि चिप्लेर आउँछ पेन फाटेको रहेछ पेन फाटेको रहेछ होइन होला मजा आयो फेरि गर्नु त सो गाइस यहाँ चाहिँ देख्नु सक्नु ओए कहाँ हान्छ उसले चाहिँ अब तारलाई देख्नु सक्नु ल हेर न कहाँ के गर्नु भएको तपाईँ साथी मिकी मा ल हेर न मिकी मास मोटु पत्लुलाई हेर्नु त पत्लुलाई पत्लु पत्लु मोटु लु हेर त ओहो ल डान्स डान्स स्यान्योरिता स्यान्योरिता ये ओए चिंगम के हाथ से बचना मुश्किल है नहीं यता अरे अप्पू जी ये क्या हो गया चिंगम से हाथ में बचने मुश्किल है नामुमकिन है ओए होगी ल ल बडा बडा ल ओए के हो त्यो यसो गाइस अब चाहिँ हामी हल्का फुल्का यसो चलफल गरिदिएको होइन साथी अनि यहाँ दिदीहरू चाहिँ कहाँ जानुभयो एकैछिनमा हराउनु भयो साथी दिदीहरूलाई खोजौँ न साथी जाउँ 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 खोजौँ सो लगाइ चाहिँ हामीले चाहिँ यहाँ मैले चाहिँ घरैबाट यो व्यवस्था लिएर आएको थिएँ चार्ज हाल्नुपर्छ भनेर मलाई थाहा थियो नि त त्यही भएर अलिकति बुद्धि चाहिँ छ मेरो बुद्धि चाहिँ छ नि मेरो फेरि बुद्धि धेरै छ आधी भन्दा धेरै बुद्धि मैले दिएको यस्तै हुन्छ केटीहरू कहिले क्रेडिट दिँदैन आफ्नै मात्र सोध्छ सो यहाँ दिदीहरूलाई नि यहाँ सबैलाई भेटिसकेको छौँ हामीले चाहिँ होइन
अनि टक्क पारेर अब चाहिँ यो बोर्डमा एकछिन लाउने अनि प्र्याक्टिस गर्ने त्यसपछि हामी फेरि भाग्ने भिडियो बनाउनु देखाउँछु म तपाईँहरूलाई सो गाइज अहिले चाहिँ हामी यहाँ आइसकेको छु कहाँ साथी हामी के गर्न आएको छौँ यहाँ कहाँ आएको छौँ साथी भनिदिनु त खासमा चाहिँ हामी गाई चाहिँ यहाँ देख्न सक्नुहुन्छ हामी चाहिँ यहाँ एक्सर्साइजहरू गर्न आएको छौँ कि खासमा यहाँ चाहिँ देख्न सक्नुहुन्छ यस्तै लोक साथी यो हान्देऊ त साथी यो कसरी एक्सर्साइज गर्छ देखाइदेऊ त मेरो भ्युवर्सहरूलाई साथी देखाइदेऊ त बसिस नि त्यहाँ पहिला थपक्क लु फोन छ लु देख्नु सक्नुहुन्छ गाइज एक्सर्साइज त्यहाँ खुट्टा राख्ने ल अनि ठेल्यो लु म गर्छु खै म गर्छु हट्नु न सो गाइज अहिले चाहिँ म एक्सर्साइज गर्नु खोज्दैछु यो एक्सर्साइज आया साथी अन्त ठाउँ गएर मात्र यो एक्सर्साइज चाहिँ कस्तो खालको एक्सर्साइज हो गाइज कस्तो खालको एक्सर्साइज हो गाइज कमेन्ट बिलो गाइज अनि त्यसपछि अब हामी अर्को अरे यार गाह्रो अवस्था रहेछ गाइज त्यसपछि अर्को एक्सर्साइज गाइज अन्धकार देखिन्छ त नि साथी अन्धकार देखिन्छ त नि के टल्केको है साह्रो हातमा त डायमन्ड लागेको छ है क्या गाइज ल है जादु ए के रे किरिस जस्तो छ त किरिस फलो ओइ भाच्चेलाई लु त्यसपछि यो हो गाइज होइन त्यसपछि एकछिन गाइज फलो मी भाच्चेलाई पैसा तिरे माथिलाई नि फेरि धेरै अब यसरी पनि गर्नु मिल्छ गाइज लु अभिषेक केही देखेन कालो मान्छे कालो यस्तो देख्छ पुरै हो र वानबाट गर्नु न गाइज अनि यसरी पनि गर्नु मिल्छ गाइज हेर्नु म तपाईँलाई देखाउँछु ल र हजुर हल्का लु हो म त सक्दैन नि फेरि सो यो चाहिँ अस्ति मलाई आएको थिएन अब चाहिँ आउँछ चाकुटाउँदै बस्ने यस्तो हो क्या अस्ति चाहिँ थिएन त खुट्टा राख्ने मेरो पनि नर्मल बाबा राम्रो छ 5 बाट कस्तो नराम्रो आएको थियो त्यसपछि गाई चाहिँ अर्को पनि छ यहाँ सबै गर के हो साथी यो ए ल यस्तो ताना तानी दुईजना गर्ने एक बुढी तान्ने त्यो हेर्नु न त्यहाँ लाइटर चाहिँ भिडियो बनाउने अनि फलो मी गाइज म पनि गर्छु एक दुईवटा यो चाहिँ म गर्छु फलो मी गाइज छ्या अभिषेकको कति भयो चाहिँ मेरो सम्पत्तिहरू चाहिँ मै छोडेर आएको के हो यो खै यो कमर भाँच्ने तरिका हो अभिषेकले चाहिँ ऊ च्यालेन्ज गरेको छ कति मिनटमा सबै गरिसक्छु भनेर यसरी पनि गर्नु मिल्छ अब त अर्को छैन कुनै पनि लु भयो ल त्यो चाहिँ गाडी चलाउने प्र्याक्टिस ड्राइभरको प्र्याक्टिस हो त्यो चाहिँ दुईटा हातले सक्दैन नि ए यहाँ अनि हात नछुइकन सक्दैन नि फेरि सोला गाई चाहिँ अब चाहिँ हामी यहाँ मस्त मलाई जे होला त्यही होला भनेर चाहिँ अब हामी यहाँ बसिरहेको छौँ होइन 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 होला नचल्नु है साथी नचल्नु मलाई रिस उठिरहेको छ नचल्नु न हौ डोन्ट टच मी अनि म त जिस्केर पो कुटेको त हौ साथी अनि निमा हाम्रो निवासी दिजौ है भूत जस्तो साथी हेर्नु गाइज यहाँ यस्तो गरेर छुट्नु परेको त अनि न्यु नखोज्छ साथी निमा दिदी जाऊ दिदी यहाँ आउनु त यहाँ आउनु न मैले सम्झाइरहेको छु साथी तपाईँलाई रिस नउठाउ नि यहाँ आउनु त दिदी एकछिन त्यहाँ छोड्दिनँ ब्यागहरू यहाँ आउनु न
यहाँ चाहिँ हाम्रो दिदीहरू हुनुहुन्छ हेलो भनिदिनु त दिदी ल यहाँ चाहिँ होइन होइन यहाँ उयो उयो गरिरहेछ क्या घर जाने कि जाने भन्दैछ अलिकति लफडा परेर सो म तपाईँहरूलाई थाहै छ होला किन लफडा त्यस्तो पर्यो भनेर अब यत्तिकै होइन अब त्यहाँ खेल्छ खेल्छ जिस्किन्छ होइन अनि यत्तिकै जिस्किँदा अनि रिसाउँछ त्यत्तिकै होइन घर जाउँ जिस्केर चाहिँ मान्छे साँच्चै कसरी कसले कुट्छ कपाल कसले बिगार्छ जिस्किने पनि लिमिट पो हुन्छ त होइन साथी भ्लगको लागि गर्दा अलिकति के हुन्छ पनि त तरिका हुन्छ नि त कन्टेन्ट त्यही त होइन हौ लागि पनि त्यसरी पो हानिन्छ त उ त पुरा साँच्चैको जोड कपाल हेर्नु सबै बिगारिन्छ अनि साथी कहिले काहीँ मिस्टेकले लाग्दैन मिस्टेकले हैन दुईचोटी त्यसो गरौ मिस्टेकले हुन्छ नि त त्यही त ऊ अनि घर जाने भन्छ अनि के जाने हुन्छ हैन गर्नुपर्छ नि त्यही त म गर्दिन ऊ के भएको त्यो मैले कपाल भाताङ भुतुङ बनाएको हो त ला मैले पो म छुको छु त दिदी तपाईँ भन्नु त यहाँ आएको दिदी छुको छु होइन अब पैसा तिरेर आएको छौँ होइन पैसा तिरेर आएपछि त अब भिडियो बनाउनु अलिकति जिस्किँदा तपाईँ मसँग तपाईँको डिस्किस परेछ साथी अनि दिदीहरूको सम्झाउनु न त्यो त अनि त्यही हो घर जाने भन्छ सम्झाउनु न दिदी ऊ पैसा तिरेर आएको छ अनि ऊ साथी हेर्नु त ऊ अनि यस्तो बेहोरा देखाउँछ अनि साथीभाइहरूले है दिदी हुन्छ केही छैन कहिले के हुन्छ अनि बहिनी फर्स्ट टाइम आएको होइन बहिनी अनि ऊ त्यस्तो देखाउँछ देख नि बेहोरा देखा साथीभाइहरूसँग अलिअलि जिस्किन्छ कहिले काहीँ अब हात यसरी हान्दाखेरि प्लाट्ट लाग्छ त्यो त अब सहनुपर्छ अब उसले नि मलाई कुर्ता भएको त रिटर्नमा होइन दिदी अब यस्तो हुन्छ देख्नु भयो नि गाई लु जाउँ दिदी जाउँ त्यस्तो हो अब गाइस के बुझ्दैन साथी आउनु हौ यहाँ यो के हो यो यसमा भिडियो नबनाउने के हो पृथ्वीमा साथी ओ साथी अब के गर्नु यस्तै छ गाइस अनि तर यस्तो चाहिँ गर्नु नहुने हो क्या होइन घुर्काको यसो हामीलाई रिस उठा उयो गरेको उसले खै होइन अघि यतिकै त्यो जिस्किँदा अलिकति त्यो टाउको मैले यसरी हान्नु खोजेको अलिकति कसाएर लागेछ क्या अनि किन टाउकोमा हानेको भन्छ मैले सरी भनेको पनि मान्दैन अब होस् म गर्दिनँ झन् न्यु इयरको दिन झन् झगडा नपरौँ होइन दिदी भनेको नि अब सुन्दैन न्यु इयरको दिन त अब साथीभाइ सबैजना मिलेर हिँडेको पो राम्रो त दिदी होइन सो गाइस अब चाहिँ त्यस्तै हो यहाँ थाहा भयो होला तपाईँलाई बेहोरा कसको कस्तो छ भनेर होइन ऊ यहाँ त यहाँ जान त भन्नु त अब साँच्ची के हो क्या ऊ अनि त्यही त साथी जे छ नि अब ब्लगमै हो साथी त्यही त अनि ऊ सम्झाउनु न ठिकै छ त त्यही त अनि दिदीको कपाल सिधा भइसकेको छ हेर्न काङलाङ किङलिङमा ल्याएको अहिले सिधा भइसकेको छ अनि आँखा रातो भयो होला नि दिदी हेर्नु त सगाज देख्नुभयो यहाँ यस्तो हातपात हुँदैछ केस त लाग्नुपर्छ ऊ फेरि उता बिच्किएर गइन् हेर्नु त यस्तो हुन्छ दिदी अनि आँखामा प्लाट्टै लाग्यो नि ओहो यहाँ त पिङ पनि रहेछ हौ दुईजनाले खेल्ने पिङ अघि तपाईँले 50 रुपियाँ करा तिर्नु भयो यहाँ खेल्दा हुन्थ्यो त नि अनि अब चाहिँ यस्तै छ गाइज के भन्नु नयाँ वर्षको दिन झगडा नगर्नु साथी जे जस्तो भयो नि त्यो पिङ खेल्ने साथी सो यहाँ चाहिँ पिङ खेल्ने भन्दै चाहिँ एउटा चाहिँ बिच्केर उता गयो बिच्किने मान्छे जान्छ बिच्केर होइन त्यस्तै हो गाई छोडिदिउँ अब यस्तै छ के गर्नु अब यहाँ फकाउनु न दिदी यहाँ रुँदैछ क्यारे साथी 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 जे हुनुभयो भयो छोडिदिनु नरिसँग साथी गाइस यहाँ त रुनु भयो आज आइफोन उसको फुट्छ होला हौ मलाई सुटिरहेको छ आइफोन फुट्छ होला ल दिदी हेर्नु
साथी दिदी आइदिनु भएको ऊ त्यो दिदी हेरौँ त्यहाँ दिदी हेरौँ त त्यहाँ सो गाइज यहाँ चाहिँ हल्का फुल्का हाम्रो यहाँ लफडा हुँदैछ सो गाइज त्यस्तो अब त्यो रिसाउने मान्छे रिसाउँदै गर्छ होइन हामी चाहिँ रिसाउनु भएन गाइज कस्तो फिल हुँदैछ त तपाईँलाई आज न्यु इयरको दिन रिसाउँदा साथी बुइन तपाईँलाई कस्तो फिल हुँदैछ मजा आउँदैछ तपाईँको डान्स टिचर दिदीलाई रिसाउनु उठाउनु न अनि हेर मैले एक फाइट मात्र हानेको मलाई कति फाइट हानिसक्यो हेर्नु दिदी ओपर रिसायो तपाईँलाई कस्तो रमाइलो लागिरहेको छ रिसाउँदा म रिसाउँदा एकदम खुसी भएर दिदी यो चाहिँ के हो भित्र चाहिँ सो गाइस अब चाहिँ हामी लास्ट फकाउने हो यहाँ हाम्रो चाहिँ आर्मीहरू हुनुहुन्छ यहाँ बुट देखाइदिनु दिदी बुट यहाँ चाहिँ लास्ट हो यहाँ चाहिँ कस्तो बेहोरा देखाएको साथी बेहोरा त नदेखाउनु यसरी दिदीहरू बहिनीहरू फर्स्ट टाइम आएको छ ल जाउँ हिँड्नु कस्तो बेहोरा देखाएको हेर्नु न ल नाटक नपार्नु भनेको कस्तो अनि हामीसँग आएपछि कस्तो दाइहरूसँग जाने कुरा गरेर म जादिनँ जाने छोड्नु मेरो हात कस्तो भोलि पर्सिदेखि दिदी नआउनु नि यस्तो मान्छेसँग छोड्नु भनेको हाँस्नु छोड्नु न ल जाउँ धेरै नाटक नपार्नु छोड्नु भन्दैछु कस्तो खालको आइमे रहेछ यो मान्छे त यार ल र It's a prank! Oh! Prank successful! Prank success भयो नि अरे दिदी होइन prank हुनुभयो तपाईँहरू भयो सो गाइज हामीले चाहिँ टाइम वेस्ट भयो प्राङ्कको लागि यत्रो नाटक पार्दा पार्दा म त हाँसेर सो रियाको ब्यान्ड त कस्तो भन्छु ला आज फर्स्ट कस्तो यस्तो बेहोरा त लास्ट एक्टिङ राम्रो लाग्यो नि मजा आयो एक्टिङ बाबा सो गाइस त्यही हो हजुरहरूलाई पनि खतरा लाग्यो होला होइन हाम्रो चाहिँ अब चाहिँ डान्सको भिडियो जाने सो मजा आयो गाइस होइन मजा आयो नि खतरा प्राङ्क गर्यो होइन उसको त केही छैन हौ आँखामा लाग्यो नि त साथी कसाएर साँच्ची गर्नु फच्चे पालोको फच्चे भयो लु सो गाइस अब चाहिँ हामी डान्सको भिडियो जानु बाई बाई सो गाइस सबैलाई चाहिँ ह्यापी न्यू इयर दिदी ए बहिनी ह्यापी न्यू इयर ह्यापी न्यू इयर सो गाइस त्यही हो अब चाहिँ हामी जानु लागेको कहाँ रहनु भयो लबर सो गाइस अब चाहिँ हामी जाने घर भोक लागिरहेको छ धेरै चिसो छ तर केही छैन बाई बाई